सम्पूर्णमा नमस्कार। म खगेन्द्र विक। म आज तपाईहरुलाई केही कुराहरु भन्न गइरहेको छु। ध्यान दिएर सुन्नु होला। भिडियो 2-3 मिनेटको हुन सक्छ। सबैजनाले एकचोटी सुन्नु होला। अहिले हाम्रो देशमा चुनावी माहौल तातेसँगै विभिन्न पार्टीका विभिन्न उम्मेदवारहरू चुनावी प्रचारको क्रममा हाम्रो घर दैलोमा आइरहेका छन् र आउन सक्छन्। तसर्थ हामी जिम्मेवार एक सचेत नागरिक भएको कारणले हामीले केही प्रश्नहरू केही कुराहरू सोध्नै पर्ने हुन्छ। किनभने अहिले आफ्नो व्यक्तिगत स्वार्थको निम्ति देश नै तहस नहस बनाएर, सिंहदरबार जलाएर, सर्वोच्च जलाएर, हाम्रा कारागारहरू जलाएर, संसद भवन जलाएर, विभिन्न हाम्रा तिरेका करबाट बनेका नगरपालिका भवन, वडा कार्यालयका भवनहरू जलाएर तहस नहस बनाएर आफू मन्त्री बन्न, सांसद बन्न हाम्रो घर दैलोमा आइरहेका छन्। तसर्थ हामीले केही कुराहरू सोध्नै पर्ने हुन्छ। हामीले के सोध्नु पर्यो भन्दाखेरि तपाईले भोट हामीले किन दिने? तपाईले नै भोट दिनको कारण के? अनि तपाईले विगतमा गरेका काम कर्तव्यहरू के हुन्? तपाईले के काम गरेर आउनुभयो? हाम्रो देशको निम्ति, हाम्रो समाजको निम्ति तपाईले के काम गर्नुभयो? के विकास गरेर आउनुभयो? अनि तपाईको चुनावी एजेन्डा के? तपाईले चुनाव जितेर गइसकेपछि तपाईले गर्ने काम कर्तव्य र तपाईको एजेन्डा के? यति प्रश्न हामीले हरेकलाई सोध्नै पर्ने हुन्छ। यदि हामीले सोध्न सकेनौं, हामीले 2 चौटा मासु र 1 बोतल रक्सीमा हामीले बिक्यौं भने हाम्रो देशको भविष्य, हाम्रा बालबच्चाको भविष्य हामीले अन्धकारमा धकेल्नेछौँ। तसर्थ हामीलाई विगत जस्तै कमी कमजोरी गर्ने छुट हात तपाई हामी कसैलाई पनि छैन। तसर्थ सबैले यो प्रश्न सोध्न जरुरी छ। उसको भिजन, उसको विचार, उसको लक्ष्य उद्देश्य के छ, उसले के गर्न सक्छ, समाजको निम्ति, देशको निम्ति के गर्न सक्छ भनेर हामीले केही प्रश्नहरू सोध्नै पर्ने हुन्छ। तसर्थ तपाई पनि तपाईको घर परिवारमा आउने उम्मेदवारलाई तपाईले यति कुराहरू अनिवार्य सोध्नु होला। अनि त्यसपछि तपाईले भोट कसलाई दिने, तपाईको अमूल्य मत कसलाई दिने तपाईले डिसाइड गर्नु होला। तसर्थ हाम्रोलाई हैन, राम्रोलाई चुनौं। हिजो देशमा सुशासन कायम गर्दै गर्दा, भ्रष्टाचारका फाइल खोल्दै गर्दा आफू फस्ने डरले, आफू मुछिने डरले, जसलाई रातारात सरकारबाट हटाइयो, जसका काम कर्तव्यहरू अधुरा छन्, तिनलाई नै विजय गराउँ। किनकि बाँकी रहेका कामहरू हामीले पूरा गर्नु छ र देशमा सुशासन कायम गर्नु छ। तसर्थ नेपाली कम्युनिस्ट पार्टीलाई विजय गराउन अति आवश्यक छ। त्यही भएर सबैजना लागौं, सबैजना बुझौं, सबैजना जानौं। नेपाली कम्युनिस्ट पार्टीका एजेन्डा, योजना र रणनीति, कार्यनीति सबैले बुझ्न जरुरी छ, सबैले अध्ययन गर्न जरुरी छ। त्यसैले सबैले तारामा मतदान गरौं, नेपाली कम्युनिस्ट पार्टीलाई विजय गराउँ, बाँकी रहेका आधा अधुरा कामहरूलाई पूरा गरौँ, भ्रष्टाचारीहरूलाई जेल ठोकौं। त्यसैले सिंहदरबार जलाउने, सर्वोच्च जलाउनेलाई हैन, देश चलाउनेलाई रोजौं, जसका एजेन्डाहरू देशमा लागू भइरहेका छन्। त्यसैले म सबैलाई अपिल गर्न चाहन्छु, यो पालिको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी चुनाव चिन्ह तारामा मतदान गरी पूर्ण बहुमतका साथ सरकारमा पठाउँ र बाँकी रहेका आधा अधुरा कामहरूलाई पूरा गरौँ। देशमा सुशासन र समृद्धिको अभियानलाई सफल बनाऊ है। ल, सबैको दिन शुभ रहोस्। जय नेपाल।